इभिनिङ स्टार तीनवटा क्यान्डल मिलेर बनेको बियरिस रिभर्सल प्याटर्न हो। यो सामान्यतया अपट्रेन्डको अन्त्यमा बन्छ र बजार माथिबाट तल जान सक्छ भन्ने सङ्केत गर्छ। यो मर्निङ स्टारको ठिक उल्टो हो। मर्निङ स्टारले बुलिसको सङ्केत दिन्छ भने इभिसन र बजार तीव्र गतिमा माथि गइरहेको छ। यो क्यान्डल जति ठूलो हुन्छ त्यो विशेषता के हो भने यो क्यान्डल पहिलो क्यान्डलभन्दा माथि ग्याप अप गरेर खुल्छ। तर दिनभरिमा न त खरिदकर्ताले मूल्य माथि धकेल्न सक्छन् न त विक्रेताले तल। यसले बजारमा इन्डिसिजन भएको सङ्केत गर्छ। याद राख्नुहोस्, दोस्रो क्यान्डलको रङ हरियो वा रातो महत्त्वपूर्ण छैन। मुख्य कुरा यसको सानो शरीर हो जसले मोमको शरीरको 50% भन्दा तल बन्द हुन्छ। यसले विक्रेताहरूले नियन्त्रण लिइसकेका सङ्केत गर्छ। यो कन्फर्मेसन क्यान्डल हो। यसले प्याटर्न पूरा भएको पुष्टि गर्छ।